ल साथीहरू, आज मैले तपाईहरूलाई नेपालको क वर्गको वाणिज्य बैंक है लक्ष्मी सनराइज बैंक लिमिटेडको चाहिँ खाता कसरी खोल्ने, के प्रोसेस हुन्छ, यो सबै सिकाउने छु। तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अलिकति केही मिस्टेक गर्नुभयो भने तपाईँलाई पछि समस्या आउँछ। बैंकमा नाम बिग्रियो या खाता नम्बर बिग्रियो या तपाईँले चाहिँ वर्षमा चार्ज काट्ने, बढी चार्ज काटिरहेको हुन्छ, त्यो सबै प्रोसेस बताउने छु। त्यस्तै गरी अब डकुमेन्ट तपाईँलाई चाहिने भनेको 2वटा फोटो लग्नु होला, अनि त्यस्तै गरी राष्ट्रिय परिचय पत्र लग्नु होला, नागरिकता लग्नु होला, त्यस्तै गरी तपाईँको नामको सिम लग्नु होला। त्यसपछि तपाईँको चाहिँ भोटर कार्ड लग्नु होला। यदि भोटर कार्ड छैन भने तपाईँले पानीको या बत्तीको बिजुलीको बिल तपाईँले चाहिँ लग्न सक्नुहुन्छ है त। यति लगेपछि तपाईँको यहाँ फर्म चाहिँ भर्न मिल्छ र अब फर्ममा के सबै भर्ने त्यो सबै सिकाउँछु है त। सरसर्ती हेर्नु होला एकपटक। त्यस्तै गरी अब यो बैंकमा यहाँ फर्ममा हेर्दाखेरि एकदमै राम्रो फर्म छ। ब्रान्च भनेको छ कहाँ कुन ब्रान्च शाखाबाट खोल्दै हुन्छ त्यो नाम लेख्नु होला। मैले चाहिँ तुलसीपुर ब्रान्चबाट खोल्दैछु, तुलसीपुर ब्रान्च लेखेँ। अब यहाँनिर चाहिँ मिति लेखिदिनु होला, वर्ष लेख्नु होला, महिना लेख्नु होला, गते लेख्नु होला। ल यहाँनिर मैले मिति लेखिसकेको छु। अब माथि चाहिँ बैंकको लागि भनेको छ, यो केही नलेख्नु होला। यहाँनिर सेभिङ एकाउन्ट भनेको छ, यसमा टिक गरिदिनु होला। त्यस्तै गरी मुद्रा चाहिँ एनपिआरमा टिक गरिदिनु होला। र अर्को कुरा यहाँनिर खाता खोल्नुको प्रयोजन भनेको छ सेभिङ लेख्नु होला। सेभिङ लेखिदिएको छु मैले। त्यस्तै गरी व्यक्तिगत एकल खाताको लागि भनेको छ, अब एकल खाता नै हो हामीले खोल्ने, अब व्यक्तिगत खाता नै हो। अब यहाँनिर तपाईँको नाम चाहिँ लेखिदिनु होला। माइनर द ब्लक लेटर भनेको छ, यहाँनिर सरस्वती नाम लेख्नु होला। ल मैले चाहिँ नाम लेखेको छु। त्यस्तै गरी अब यहाँनिर नाबालकको लागि छ भने यहाँनिर नाबालकको नाम लेख्न सक्नुहुन्छ, अहिले छैन। यदि खातावाला नाबालक भएमा यहाँनिर सरस्वती, नाबालक भएमा यसमा लेख्नुपर्छ है त। यसमा लेख्नुपर्छ नाबालक यदि भएको छ भने। र मैले चाहिँ नाबालकको लागि भर्दै छैन, त्यही भएर यसमा मैले खाली छोडेँ। र तपाईँले काटेर सिग्नेचर पनि गर्न सक्नुहुन्छ, नकाट्नु होला। कुनै ब्याङ्कले चाहिँ काट्न दिँदैन, कुनै ब्याङ्कले चाहिँ काटेर सिग्नेचर गर्नुहोस् भन्छ। त्यो ब्याङ्कको रुल फरक हुन्छ है त। त्यस्तै गरी तल जाउँ अलि। त्यस्तै गरी अर्को रहेको छ व्यक्तिगत संयुक्त खाताको लागि भनेको छ। यो संयुक्त खाताको लागि हो, तपाईँले यो भर्नु पर्दैन। संयुक्त खाता भनेको तपाईँले 2 वा 2 भन्दा बढी व्यक्तिहरूले खोल्छन् भने त्यसलाई संयुक्त खाता भन्छ। त्यसको लागि एउटा नाम, 2टा नाम, 3टा नाम यहाँनिर लेख्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँले पर्दैन है त। यो सर्ट छोडिदिनु होला। अब यो पेजको चाहिँ सकिसकेको छ। अब अलिकति तल जाउँ, त्यही पनि हेरौँ एकपटक। र यहाँनिर चाहिँ के भनेको छ भने यो तल सिग्नेचर गर्नु होला, नाम लेख्नु होला भनेको छ। यदि खाता संयुक्त खाता खोल्दै हुनुहुन्छ यो भने संयुक्त खाता 3 जनाको मान्छेको नाम र यहाँनिर सिग्नेचर चाहिँ गर्नुपर्छ। त्यही भएर तपाईँले चाहिँ यो तपाईँ व्यक्तिगतको लागि चाहिँ यो परेन। अब अर्को पेजमा जान्छु म। अब चाहिँ यहाँनिर केवाइसी भर्नु होला भनेको छ। केवाइसीमा तपाईँले सरस्वती राखिदिनु होला है त। जस्तै सरनेम भनेको छ, नाम राख्नु होला, जन्म मिति राखिदिनु होला, विक्रम सम्बन्धमा, इस्वी सम्बन्धमा पर्दैन। लिङ्ग मेल फिमेल के हुनुहुन्छ, यहाँनिर मेल भए मेलमा टिक लाउनु होला। यहाँनिर टिक लाएँ मैले। राष्ट्रियता चाहिँ हामीले नेपाली लेख्नु होला, देश चाहिँ नेपाल लेख्नु होला। म सरस्वती भर्छु है त। ल मैले सरस्वती भरिसकेको छु। यहाँनिर राखेँ, जन्ममिति सबै कुरा भरेको छु। अब एड्रेस भनेको छ, तल एड्रेस भर्नु होला है। ठेगाना चाहिँ सबै थाई ठेगाना, हालको ठेगाना, पत्राचार गर्ने ठेगाना। अब हालको ठेगाना र पत्राचार गर्ने ठेगाना सेम लेखिदिनु होला। थाई ठेगाना चाहिँ नागरिकता अनुसार सबै भर्नु होला है त। म सरस्वती भर्छु। अब टोल लेख्नु होला, घर नम्बर लेख्नु होला, वार्ड नम्बर, त्यसरी गाउँपालिका नगरपालिका के हो, जिल्ला के हो, प्रदेश के हो, यो भर्नुपर्ने हुन्छ है त। ल हेर्नु होला साथीहरू, सरस्वती लेखेको छु मैले। वार्ड नम्बर 7 हो मेरो, यहाँ 9मा बस्छु म अहिले। मेरो गाउँपालिका कुमाक हो, अहिले म तुलसीपुर उपमहानगरपालिकामा हो बस्ने। जिल्ला सल्यान हो मेरो नागरिकता अनुसार, अहिले दाङमा हो बस्ने। कर्णाली प्रदेशमा मेरो प्रोभिन्स कर्णाली हो, अहिले लुम्बिनीमा हो बस्ने। पत्राचार गर्ने ठेगाना यो सेम सरस्वती सार दिनु होला, भइहाल्छ है त। पत्राचार गर्ने ठेगाना भनेको पनि कहाँदेखि तपाईँले फर्म भर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कहाँ बसिरहनु भएको छ भन्ने कुरा हो। अब यहाँनिर अर्को कुरा पनि यो लेख्नुपर्ने हुन्छ, यो पनि लेख्नु होला है त। टेलिफोन नम्बर पर्दैन, मोबाइल नम्बर र इमेल आइडी अनिवार्य लेख्नु होला। ल मैले यहाँनिर लेखिसकेको छु। यहाँनिर हेर्नु होला, मोबाइल नम्बर 980970 कति हो लेख्नु होला। इमेल आइडी ram@gmail.com लेखेको छु। र अफिसको लागि यहाँनिर लेख्नु होला। यदि जागिरी खानुहुन्छ भने यो यहाँनिर लेख्नुपर्छ। अब यो पनि भयो। अब अहिले तल जाउँ। अब तल यहाँनिर हेर्नु होला, नागरिकता नम्बर यहाँनिर लेख्नुहोस्, इस्यु डेट जारी मिति यहाँनिर लेख्नुहोस्, इस्यु बाई कहिले गरेको यो लेख्नुहोस् है त। म सरस्वती लेख्छु। ल साथीहरू, मैले यहाँनिर लेखिसकेको छु। नागरिकता नम्बर लेखेँ, जारी कहिले भयो त्यो जारी भनेको नागरिकता पछाडिपट्टि हुन्छ, त्यो लेख्नु होला। अनि गाउँपालिकाले जारी गरेको हो यो लेखेँ मैले। त्यस्तै गरी राष्ट्रिय परिचय पत्र नम्बर यहाँनिर लेखिदिनु होला है त। यहाँनिर लेखेको छ।
ल यहाँनिर भइसकेको छ आई हेभन्ट रिसिभड एनआइडी टिल डेट भनेको छ। अब यहाँनिर यो परेन, यो राख्नै पर्ने हुन्छ है राष्ट्रिय परिचय पत्र। त्यस्तै गरी अब राजधानी भनेको छ, यो पर्दैन, हामीसँग पासपोर्ट हुँदैन। त्यसै गरी प्यान भनेको छ, प्यानको लागि चाहिँ प्यान तपाईँले बनाउनु भएको छ भने गराउनु होला, नत्र यहाँनिर आई हेभन्ट भनिदिनु होला, मसँग छैन भनिदिनु होला। अन्य टाइप भनेको छ, आइडी टाइप परिचयको किसिम भनेको छ। अब यो पनि परेन, हाम्रो चाहिँ नागरिकता छँदैछ अनि राष्ट्रिय परिचय पत्र राख्नुभयो भने त्यो भइहाल्यो। अब अन्य किन राख्नु पर्यो, परेन है त। यदि राख्न चाहनुहुन्छ भने भोटर कार्डहरू राखिदिन सक्नुहुन्छ है त। यो राख्नु होला, यहाँनिर भोटर कार्डको लिस्ट राखिदिनु होला। अलिकति तल गएपछि नाबालकको हकमा भनेको छ, नाबालकको लागि चाहिँ यहाँनिर आइडी भनेको बर्थ सर्टिफिकेट हुन्छ, बर्थ सर्टिफिकेट लेख्नु होला। बर्थ सर्टिफिकेट अनि जारी गर्ने निकाय र जिल्ला यहाँनिर लेख्नु पर्यो, इस्यु जारी मिति लेख्नु पर्यो, यो लेख्नु होला। मैले लेखिनँ, मैले यहाँनिर अब यो काट्छुमा, किनकि मैले अहिले बच्चाको खोल्दै छैन, काटेपछि एउटा सिग्नेचर गर्नु पर्यो, सिग्नेचर गरिदिनु होला। त्यसपछि अब गार्जियन आइडेन्टिफिकेसन, अभिभावक वा संरक्षकको पहिचान भनेको छ। अब अभिभावकको लेखिदिनु होला है त सरसर्ती। जस्तै यहाँनिर राष्ट्र परिचय पत्र नम्बर भनेको छ, यो लेख्नु, नागरिकता नम्बर, जारी गर्ने निकाय र जिल्ला लेख्नु होला, इस्यु कहिले भयो, एक्सपायर कहिले भयो, सबै कुरा लेखिदिनु होला। शैक्षिक योग्यता भनेको छ, शैक्षिक योग्यतामा आफ्नो लेख्ने हो यसमा। अब जस्तै मैले ब्याचलर गरेको छु, ब्याचलर लेखेँ, ब्याचलर भयो। अब यो पेज पनि सक्यो। यति भइसके पछाडि यो काम कम्प्लिट भयो। अर्को पेजमा जाउँ। अब अर्को पेजमा आइसके पछाडि डिटेल अफ फ्यामिली मेम्बर भनेको छ, फ्यामिलीको डिटेल राखिदिनु होला। अब फ्यामिलीको डिटेलमा के छ भनेपछि नाम, पति पत्नीको नाम यहाँनिर, बुवाको नाम यता, आमाको नाम यता, बाजेको नाम यता। अब छोराछोरी कतिवटा छ त्यो अनुसार छोराको, छोरीको अनि बुहारीको अनि ससुराको अनिवार्य, विवाहितले ससुराको अनिवार्य राख्नु होला। म सरसर्ती राख्छु है त। ल मैले यहाँनिर सरस्वती राखेको छु, जात राखेको छैन, तपाईँले जात राख्नु होला है त। जात जसरी पनि राख्नु होला, नबिर्सिनु होला। यो कम्प्लिट भयो। अब तल जाउँ। अलि तल आइसके पछाडि यहाँनिर के भनेको छ भने सोर्स अफ इन्कम, कहाँबाट कमाइ हुन्छ तल, यो तपाईँको चाहिँ कमाइ गर्ने कहाँ हो, कहाँबाट पैसा ल्याएर यहाँ जम्मा गर्नुहुन्छ भन्छ। अब यो चाहिँ अब स्यालेरी, व्यवसाय के छ, तपाईँले चाहिँ अब अन्य राख्दाखेरि अन्य भएमा उल्लेख गर्नुपर्ने भनेको छ। अब जे पनि राख्न सक्नुहुन्छ तपाईँले। बिजनेस गर्नुहुन्छ भने बिजनेस, स्यालेरी छ भने स्यालेरी, जागिरी के छ। अब अम्मा चाहिँ अन्य हो, मैले चाहिँ सेल्फ इम्प्लोइड लेख्छु। अथवा तपाईँले चाहिँ कृषि लेख्नु होला, एग्रिकल्चर लेखिदिनु होला, त्यति भएपछि भइहाल्यो। त्यसपछि अब तल जाउँ। अरू डिटेल पनि मागेको छ। खातावालसँग संलग्न रहेको पेसा व्यवसाय भनेको छ। पेसा हामीसँग केही छैन, विद्यार्थीसँग, विद्यार्थी अब जागिरी खाएकोले चाहिँ भरिहाल्छन्। हामी चाहिँ अब सामान्य हो, स्कुलको नाम लेखिदिने। त्यस्तै गरी पेसा व्यवसाय प्रकृति केही छैन, त्रिभुवन विश्वविद्यालय, अनि ठेगाना चाहिँ यहाँ पढ्छु भनिदिनु पर्यो। स्टुडेन्ट यहाँनिर स्टुडेन्ट लेखिदिनु पर्यो, भइहाल्यो है। यति अब नभर्दा पनि हुन्छ, केही फरक पर्दैन। यो कुनै ब्याङ्कले चाहिँ भर्नुहोस् भन्छन्, कुनै ब्याङ्कले पर्दैन भनिदिन्छन्। अब जे भए पनि तपाईँले त्यही कुरा ख्याल गर्नु होला। अब तल जाउँ। अझै तल आइसके पछाडि चाहिँ खातामा वार्षिक कारोबार हुने अनुमानित रकम कति कारोबार गर्नुहुन्छ त वार्षिक भनेको छ 10 लाख लेखिदिनुहोस्। 10 लाख लेखिदिएँ मैले। त्यस्तै गरी अब तपाईँ सरकारी कर्मचारी वा उच्च पदाधिकारी हुनुहुन्छ भनेको छ। सरकारी कर्मचारी पनि होइन, उच्च पदस्थ पनि होइन, नो भन्नुहोस्। त्यसै गरी तपाईँ राजनीतिज्ञ हुनुहुन्छ, राजनीति गर्नुहुन्छ, होइन भन्नुहोस्। विगतमा अपराधमा हुनुहुन्थ्यो, होइन भन्नुहोस्। त्यस्तै गरी तपाईँ हितकारी छ भनेको छ र हितकारी व्यक्ति छ भनेको छ। हितकारी छ भने बुवाको राखिदिन सक्नुहुन्छ, यसमा टच गरिदिनुहोस्। र के हो त भन्छ, अब सोध्छ हितकारी व्यक्तिको सबै डिटेल भर्नु पर्यो नि त। के तपाईँले पहिले नै लक्ष्मी सनराइज ब्याङ्कमा खाता खोल्नु भएको छ, पहिला नै कहाँबाट खोल्छौँ र हामीले छैन भन्नु पर्यो। छ भने उल्लेख गर्नुहोस् भनेको छ। त्यस्तो कहाँ हुन्छ र। अब संयुक्त खाता खोल्नको लागि, त्यस्तै गरी अर्को करेन्ट एकाउन्ट खोल्नको लागि त्यस्ताले चाहिँ यहाँ राख्छन्, हामीले चाहिँ परेन है त। यति भयो, भइहाल्यो। अब अर्को पेजमा जाउँ। त्यसपछि अब अर्को यहाँनिर भनेको छ के तपाईँको अन्य बैङ्कमा अथवा वित्तीय संस्थामा खाता छ भनेको छ। खाता भएपछि यहाँनिर भर्नुपर्छ। झ्याउ लाग्यो भने तपाईँले छैन भनेर टिक लगाइदिनु होला। मेरो चाहिँ छ। अब यहाँनिर बैङ्कको नाम, खाता नम्बर, टाइप राख्छु है त म। ल मैले सरस्वती लेखिदिएको छु। ग्लोबल आइएम ब्याङ्क पुरै लेख्नुपर्छ है, ब्याङ्क पनि लेख्नुपर्छ। मैले अब यो नराख्दा पनि हुन्छ भने भनिदिएको थिएँ। अब नराख्दा पनि हुन्छ, तपाईँले त्यत्तिकै राख्नु होला। त्यसपछि अब उच्च पदस्थ व्यक्ति, अलि ठुलो व्यक्तिलाई चाहिँ राख्न दिन्छन्। हामी 2-4 हजार जम्मा गर्नेलाई के काम भयो र, त्यही भएर चाहिँ यो चाहिँ तपाईँले नराख्दा पनि हुन्छ। त्यस्तै गरी अब अर्को चाहिँ विदेशी नागरिक हुनुहुन्छ भनेको छ। हामी विदेशी नागरिक होइन, ग्रिन कार्ड होल्डर हुनुहुन्छ, होइन, सबै यो खाली छोडिदिनु होला। अब यहाँनिर केही भर्नु पर्दैन, यो सब खाली छोड्नु होला। यहाँनिर चाहिँ यो विदेशीको लागि हो, एनआरएनको लागि हो, एनआरएलले भर्ने हो, यो परेन। त्यसपछि अहिले अब 19 नम्बरमा जाउँ तल।
30 नम्बरमा गइसकेपछि भाडामा बस्नेहरूको लागि हो, हामी भाडामा चाहिँ बस्न चाहिँ तर म भर दिन, यो केही फरक पर्दैन, नभरे पनि भइहाल्छ, केही आवश्यक पर्दैन त्यो। अब तल जाउँ, म्याप बनाउनु पर्ने हुन्छ, एउटा नक्सा बनाउनु होला। अब नक्सा बनाउनु होला, तपाईँले म सरस्वती नक्सा बनाउँछु है त। यही तरिकाले तपाईँले नक्सा गराउनु होला। यहाँनिर मेरो बैंक छ र बैंकको नजिकको चोकको नाम लेख्नु होला। यो नाम लेखेको छैन है मैले, चोकको नाम लेख्नु होला, यो पनि लेख्नु होला, यो पनि लेख्नु होला, नाम यो पनि नाम लेख्नु होला। मेरो घर यहाँनिर छ, घरको नजिक केही विद्यालयहरू यताउता छ भने तपाईँले यहाँनिर सरस्वती लेखिदिनु होला। यो पेज पनि सक्यो। अब तल अलिकति भनेको छ प्रसिद्ध स्थल के छ भने लेख्नु होला, कति किलोमिटर टाढा भनेको छ, कुनै अब यो नलेख्दा पनि केही फरक पर्दैन। अर्को पेजमा जाउँ। अब अर्को पेजमा आइसके पछाडि अब फेरि यहाँनिर चाहिँ अब यो सिङ्गल खाता हो, हामीले सिङ्गल खोल्ने हो, सिङ्गलमा टिक लाउनु होला। हस्ताक्षर भनेको छ एउटा, यो भित्र हस्ताक्षर गर्नु होला। त्यस्तै गरी फोटो टास्नु होला, यहाँनिर एउटा फोटो, पासपोर्ट साइजको फोटो। सिग्नेचर भनेको छ, यहाँनिर पनि सिग्नेचर गरिदिनु होला। त्यसपछि एउटा फोटो टाँसिदिनु होला, दुईवटा फोटो भनेको थिएँ मैले अगाडि, दुईवटा फोटो चाहिन्छ, यहाँनिर टाँसिदिनु होला। माथि नाम लेखिदिनु होला। ल, नाम लेखिसकेको छु मैले। अब यो काम पनि सक्यो। अब अलिक तल जाउँ, ल्याप्चा लाउनु पर्ने हुन्छ। त्यस्तै गरी अलिकति तल आइसके पछाडि यहाँनिर दायाँ बायाँ ल्याप्चा लगाइदिनु होला। अब केही पर्नु पर्दैन। साक्षीको हस्ताक्षर भनेको छ, साक्षीको अब तपाईँ जस्तै बाबा मम्मी कोही जानुभएको छ भने लेख्नु होला, नत्र बैंकले आफै साक्षी बसेर लेख्छ, यहाँनिर केही गर्नु पर्दैन है त। बैंकले चाहिँ अब हामी चाहिँ जस्तै व्यक्तिगतमा गएको छु भने मेरो साक्षी को हुन्छ त? बैंक हुन्छ, बैंकका कर्मचारी हुन्छन्, जसले चाहिँ खाता खोल्छ त्यही हुन्छ, त्यसको डिटेल लेख्छ। यहाँनिर तपाईँले यहाँनिर दायाँ बायाँ चाहिँ छाप ल्याप्चा चाहिँ लाउनु होला। त्यस्तै गरी अब अलिकति तल जाउँ। अलिकति तल आइसके पछाडि चेक रिक्विजिसन भनेको, चेक मार्क भनेको छ, चाहिन्छ हामीलाई चेकमा चाहिन्छ भने टिक लगाइदिनु होला। त्यसपछि अब अरू के गर्नु पर्दैन। 9 पाना भनेको छ, अब 9 पाना, ल त्योमा टिक लगाइदिउँ। त्यस्तै गरी लक्ष्मी सञ्चय ब्याङ्कको तपाईँलाई डेबिट कार्ड यहाँनिर अब तपाईँले ख्याल गर्नुपर्ने हुन्छ है त। यो ख्याल गर्नु होला सबभन्दा। सनराइज ब्याङ्कको डेबिट भिजा कार्ड चाहिन्छ, कार्ड लिन चाहनुहुन्छ भने यसमा गर्नु होला। लक्ष्मी सनराइज ब्याङ्कको मोबाइल ब्याङ्किङ सुविधा यो पनि चाहिन्छ। लक्ष्मी सञ्चय ई ब्याङ्किङ सुविधा यो चाहिँदैन, खासै यो पर्दैन, ई ब्याङ्किङ चाहिँदैनमा टिक लगाइदिनु होला। फन्ड ट्रान्सफर यो पनि चाहिन्छ हामीलाई, सोधकुछ पर्दैन। युटिलिटी बिल पेमेन्ट यो पनि चाहिन्छ, यो सबैमा टिक लगाइदिनु होला है त। यतिमा टिक लाउनु होला। यति गरिसके पछाडि यो काम पनि कम्प्लिट भयो, यो पेज पनि सक्यो। अर्को पेजमा जाउँ है त। अब यहाँनिर के भनेको छ भने नोमिनी डिटेल, अर्थात् इच्छाएको व्यक्ति भनेको छ। जस्तै तपाईँलाई केही भइहाल्यो भने यो दाबी गर्ने, यो खातामा रहेको रकम चाहिँ दाबी गर्ने व्यक्ति, यो जो राख्नुहुन्छ यहाँनिर डिटेल भर्नुहुन्छ नि, त्यही मान्छेले पाउँछ पैसा है। अब यहाँनिर फोटो राख्नु पर्यो, त्यो मान्छेको इच्छाको व्यक्ति कसलाई राख्न सक्नुहुन्छ त्यसको। जस्तै तपाईँ हस्बेन्ड जानुभएको छ भने वाइफको राख्न सक्नुहुने भयो, बाबाको राख्न सक्नुहुने भयो, यो राख्नु होला। अब यहाँनिर केही भनिनँ मैले, नाता चाहिँ अब फादर मदर के हुन्छ, अनि नाम राख्नु होला, बुवाको नाम लेख्नु होला, राष्ट्रियता लेख्नु होला, सबै है उहाँको है। तपाईँले इच्छाको व्यक्ति राखेको वालाको डिटेल यहाँनिर भर्ने हो। सबै मागेको छ, म यो केही भन्दिनँ, नराख्न पनि सक्नुहुन्छ। कुनै ब्याङ्कले चाहिँ इच्छाको व्यक्ति राख्नै पर्ने भन्छ, त्यही भएर तपाईँले चाहिँ कम्पलसरी छ भने तपाईँले राख्नु होला, छैन भने स्वाट्टा काटिदिनु होला, सिग्नेचर गर्नु होला, त खाली छोडिदिनु होला। त्यस्तै गरी अब तल जाउँ। अब यदि नाबालक इच्छाको व्यक्ति राख्न चाहनुहुन्छ भने यहाँनिर अर्को डिटेल दिएको छ है त। 18 वर्ष पुगेकोलाई राख्न चाहनुहुन्छ भने माथिको भयो, तलको नाबालकलाई सानो बच्चालाई राख्न चाहनुहुन्छ भने यहाँनिर भर्नु पर्यो। यहाँनिर पनि सबै दिएको छ, यो सरस्वती हेर्नु होला, अनि लास्टमा सिग्नेचर गर्नु होला। लास्टमा सिग्नेचर खातावालाको सही भनेको छ, एउटा सिग्नेचर गरिदिनु होला, यो रहेको छ। त्यस्तै गरी अर्को पेजमा जाउँ। अब अर्को पेजमा पनि केही छैन, टर्म्स कन्डिसनहरू छ, लास्टमा आएर एउटा सिग्नेचर गर्नु होला। यहाँनिर सबै टर्म्स कन्डिसनहरू पढ्ने कुरा मात्रै छ। अब एउटा यहाँनिर सिग्नेचर गरिदिनु होला, भइहाल्छ। अर्को पेजमा जाउँ। यो पेजमा पनि टर्म्स कन्डिसन छ, केही छैन, सरस्वती तल अन्तिममा जानु होला, एउटा सिग्नेचर गरिदिनु होला है त, टर्म्स कन्डिसन। अर्को पेजमा जाउँ। यो पेजमा पनि केही पनि छैन, तपाईँले अन्तिममा जानु होला, सरस्वती तल जानु होला, र तल आइसके पछाडि एउटा तपाईँले चाहिँ सिग्नेचर गरिदिन सक्नुहुन्छ। यहाँनिर एउटा सिग्नेचर गर्यो भने टर्म्स कन्डिसन मानेको भन्ने मानिन्छ। त्यस्तै गरी कुनै ब्याङ्कले चाहिँ सिग्नेचर नगर्दा पनि केही फरक पर्दैन, प्राय ब्याङ्कहरूले चाहिँ टर्म्स कन्डिसनको तल चाहिँ सिग्नेचर गराउँछन्। अर्को पेजमा जाउँ। यसमा पनि टर्म्स कन्डिसनहरू रहेको छ, सरस्वती अन्तिममा जानु होला, अन्तिममा आइसके पछाडि एउटा सिग्नेचर गरिदिनु होला। अर्को पेजमा जाउँ। अर्को पेजमा आइसके पछाडि डिक्लेरेसन छ, घोषणा छ। अब यहाँनिर ल्याप्चा लाउनु पर्ने हुन्छ। ल्याप्चा चाहिँ दायाँ बायाँ यहाँनिर ल्याप्चा लगाइदिनु होला है त, दायाँ यतापट्टि बायाँ यतापट्टि ल्याप्चा लगाइदिनु होला। यो काम पनि सक्यो। अब यहाँनिर तल रहेको छ, अब अन्तिममा लास्ट पेज नै हो सायद। अब सिग्नेचर अफ द अकाउन्ट होल्डर भनेको छ, एउटा यहाँनिर सिग्नेचर गरिदिनु होला, मिति लेखिदिनु होला। यहाँनिर 2082 9 महिना 27 गते कति गते हो यो लेख्नु होला। त्यसपछि तल छ, अलि तल आइसके पछाडि ब्याङ्क युज ओन्ली भनेको छ, यो केही नचलाउनु होला, स्वाट्टै छाडिदिनु होला यसलाई।
त्यसपछि अन्तिम पेजमा आएको छु म। यहाँनिर केही गर्नु पर्दैन, तपाईँले स्वाट्टै छाडिदिनु होला। अगाडिपट्टिसम्म जति भर्नुभयो। अब यहाँनिर केही लेखेको छैन, यो केही गर्नु पर्दैन तपाईँले, यो बैंकको युजको लागि मात्रै हो। र यति गरिसकेपछि तपाईँको काम कम्प्लिट भयो है त। यही नै रहेको छ। र लक्ष्मी सनराइज बैंकमा खाता खोल्दाखेरि तपाईँले यही नै रहेको छ तरिका गर्ने। सबै डकुमेन्ट के चाहिन्छ यताउता सबै भनिदिइसकेको छु। यही तरिकाले गर्नु होला है त साथीहरू। ल आजको लागि चाहिँ भिडियो यति नै रह्यो। लक्ष्मी सनराइज नेपालको कभरको वाणिज्य बैंकमा खाता खोल्दाखेरि यही तरिकाले एकपटक हेरेर जानु होला, तपाईँलाई एकदमै सहजता हुन्छ। आजको लागि यति नै। हस्त, धन्यवाद, नमस्कार।